7 डिसेम्बरका दिन शोणितपुर जिल्लाको आग्रिपामस्थित मगर भवनमा मगर समुदायको महान तथा पवित्र पर्व बाराही मिजोङ अत्यन्तै भव्य, गरिमामय र उत्साहपूर्ण वातावरणमा सम्पन्न गरियो। यस पर्वलाई मगर समुदायको सांस्कृतिक पहिचान, धार्मिक आस्था तथा सामुदायिक एकताको प्रतीक स्वरूप धेरै महत्त्वका साथ मनाइयो। कार्यक्रममा सम्मानित जनप्रतिनिधि, समाजसेवी, विभिन्न सङ्घ-संस्थाका पदाधिकारी, बुद्धिजीवीहरू, स्थानीय नागरिक तथा मगर समुदायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। मुख्य अवसरमा सतिया समष्टिका सम्माननीय विधायक पद्मा हाजरीका उपस्थित हुनुहुन्थ्यो। त्यस्तै गोर्खा उन्नयन परिषदका उपाध्यक्ष राम दाहाल पनि उपस्थित हुनुहुन्थ्यो र उहाँले धनसिंह थापाजीको शालिग निर्माण सम्बन्धी विषयलाई अगाडि बढाउने घोषणा गर्नुभयो, जसलाई उपस्थित जनसमूहले उत्साहका साथ स्वागत गर्यो। कार्यक्रमका मुख्य अतिथि अखिल असम मगर सङ्घ केन्द्रीय समितिका अध्यक्ष रेखराज पूर्वछाने उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमका मुख्य वक्ता अखिल असम मगर सङ्घ केन्द्रीय समितिका उपदेष्टा तुलसी राणा मगरले बाराही मिजोङ पर्वको धार्मिक महत्त्व, यसको प्राचीन परम्परा तथा नयाँ पुस्तासम्म यस ज्ञानलाई पुर्याउने आवश्यकताबारे अत्यन्त महत्त्वपूर्ण धारणा प्रस्तुत गर्नुभयो। विशिष्ट अतिथिहरूमा अखिल असम मगर सङ्घ केन्द्रीय समितिका महासचिव श्री भारत पुलामी मगर, अखिल असम मगर वापा सङ्घ केन्द्रीय समितिका अध्यक्ष श्री तुल बहादुर पूर्वछाने मगर, मगर साहित्य सभा असमका अध्यक्ष श्री रिकुटे पुलामी मगर, राष्ट्रिय मोही सङ्घ भारतकी उपसभानेत्री श्रीमती देवमाया थापा उपस्थित हुनुहुन्थ्यो र उहाँहरूको गरिमामय उपस्थितिले कार्यक्रमको महत्त्वलाई अझ बढाइदियो। त्यस्तै सम्माननीय अतिथिका रूपमा किरात राई महासभा केन्द्रीय समितिका अध्यक्ष श्री दुर्गा बहादुर राई उपस्थित रहनुभयो। कार्यक्रममा विभिन्न जिल्ला समिति, शाखा समिति तथा मगर समुदायसँग सम्बन्धित सामाजिक संस्थाहरूको सक्रिय सहभागिता रह्यो, जसले यस पर्वलाई अझ ऐतिहासिक र सार्थक बनायो। धार्मिक अनुष्ठान, सांस्कृतिक प्रस्तुतिहरू, परम्परागत पोसाक, सामूहिक भोजन तथा आपसी एकताको सुन्दर अभिव्यक्ति कार्यक्रमका मुख्य आकर्षण बने। अन्त्यमा उपस्थित अतिथिहरूलाई धन्यवाद ज्ञापन तथा सामूहिक शुभकामनासहित कार्यक्रम सम्पन्न गरियो।